नमस्ते सबैजनालाई। आज हामी माइनक्राफ्ट खेल्दैछौँ र यो भिडियो चाहिँ फुल नेपालीमा हुन्छ। हजुरहरूले नेपाली इफ यु क्यानट लाइक अन्डरस्ट्यान्ड नेपाली प्लिज टर्न अन द क्याप्सन सो या नेपाली बिगिन नाउ। सो या साथीहरू, मेरो सर्भाइभल स्किल्समा नहाँस्नु होला किनभने म धेरै माइनक्राफ्ट खेल्दिनँ र मलाई धेरै हुँदैन। त्यही भएर र म डिफिकल्टी इजीमा राख्छु, मलाई नसोध्नु होला किन। हजुरहरू एकदमै लकी हुनुहुन्छ हजुरहरूले नेपाली सम्झिन्छ भने, किनकि म नेपाली हो। र सबैजना हामीहरू यहाँ आइसकेका छौँ। यस, र मेरो यति धेरै सब्सक्राइबर बढाइदिनु भएकोमा एकदमै थ्याङ्क यू सो मच फर Thank you so much for supporting me after all this year. र गाइस, यो भिडियो धेरै स्पेशल होइन किनभने यो जस्तै नेपाली मात्रै बोल्दै अनि खेल्ने हो। नर्मल सर्भाइभल भिडियो तर नेपालीमा। र मेरो सर्भाइभिङ स्किल कौवाडिसके भनेपछि लास्ट कौवाडिसके। हामीले चाहिँ अब के खोज्नु पर्यो? भिलेजर भैया कहाँ छ? के हो त्यो? भेट्टाउँदैन त। र गाइस, मैले यहाँ अलिकति वेड स्ट्रक्चर देखेको। लास्टमा रुइन पोर्टल रहेछ। धेरै लकी पऱ्यो रुइन पोर्टलको लागि। गाइस, यो नर्मल त हो नि। यता लामो छ, ठिक छ, तर यहाँ त सिधै ढल्केको छ त गाइस। के हो? बात छैन, म त चेस्ट खोल्छु। आहा, दामी हेड। गयो दिइरहन्छु। आइरन बनाउन सजिलो हुन्छ होला। गाइस, के हो कि म यार म के हो गाइस? म रुख पनि काटेको छैन, आफ्नो चालमा हिँडिरहेको छु। म अलिकति डम रहेछु म। सरी गाइस, प्लिज डोन्ट अनसब्सक्राइब। प्लिज सब्सक्राइब ब्रो। काटु। र हजुरहरूलाई रोब्लक्सको भिडियो धेरै राम्रो लाग्छ कि माइनक्राफ्टको भिडियो राम्रो लाग्छ भन्नुहोस्, नत्र म तिनीहरूकै बनाउँछु धेरै जस्तो त। मैले र आज म मेरो बारेमा पनि भन्दैछु। यो गेम खेल्दा मेरो नाम विकी हो। म गर्ल हो। हजुरहरू थाहा छैन म गर्छु भनेर होइन। यस, र मैले एनिमे पनि हेर्छु। नट ordinary girl. I watch anime too because they are like so cool. मेरो फेभरेट कलर पर्पल, ब्ल्याक र भयोलेट हो। अनि ग्रिन पनि हो, ठिकै लाग्छ फेरि। अनि मलाई चाहिँ भिडियो बनाउन मन लाग्छ धेरै जस्तो, त्यो गाचास भिडियो। र गाइस, स्याड थिङ इज मैले स्टार्ट गरेको त्यो गाचा भिडियोज हो र म त्यो भिडियोलाई क्लिक गर्छु। अब गेमिङ भिडियोज धेरै बनाउँछु। को नेपाली हुन्छ होला यहाँ सपोर्ट ब्रो। यस, मैले यो च्यानल के अरे 8 कि 9 वर्ष हुँदाखेरि स्टार्ट गरेँ हो। म नराम्रो लाइक एक्चुअली द सिक्रेट इज मेरो पहिला एउटा च्यानल थियो, आफ्नै गाजा भिडियोजहरू गेमहरूको भिडियो थियो। अनि मेरो सब्सक्राइबर 575 भन्दा नि त्यस्तो धेरै थियो। र अनि एक दिन मेरो गुगल सबै अकाउन्ट हटेर, त्यही भएर अनि बनाउनु भएन। त्यही भएर मैले छोडे हो गाइस। या नत्र म अझै गर्थेँ गर्नु त। अनि त्यही भएर 1-2 दिन त मलाई नराम्रो लाग्थ्यो। जस्तै म त बच्चै थिएँ, त्यही भएर म रोइरहेको थिएँ। जस्तै म यसो भनिरहेको थिएँ, जस्तै के अरे यस्तो हुन्छ, फेरि अर्को पालि नै यस्तो हुन्छ। र म अब कहिले युट्युब बनाउँदैन र नराम्रो पनि हुन्छ।
You know, I just realized that like एउटा फुललाई काट्यो एउटा नराम्रो फुललाई काट्यो र त्यो फुललाई अझै राम्रो बनेर भनेर भन्छ हैन र त्यो फुल काटेर नदेखेको फुल काटेर पनि अझै राम्रो भएर आउँछ त्यो भन्दैमा अझै राम्रो अझै गरेर आउँछ हामी त्यसरी राम्रो गर्न सक्छौं र हामीसँग अहिलेसम्म चान्स छ त्यो कुरा चाहिँ सम्झिरहनु गाइस गाइस सो मैले के भेट्टाएँ भने मैले पिलेजर आउटपोस्ट भेट्टाएँ अहिले किन थाहा छैन र नजिकै रहेछ स्पनबाट पनि जम किन जम टाउको पुडाइदिन्छ यिनीहरूले घन्टौ क्या अरे घन्टौ क्याहरू देखेछ पागलले एकैछिन है म रुकेर म पहिला सोर्ट भयो भने बनाइहाल्छु किनभने यु नो सजिलो त हुन्छ नि त सोर्ट भयो भने बनाइहाल्छु यिनीहरूको टाल्नु प्ड्याङ पड्काइदिनु है घन्टौकेहरू धेरै रहेछ पहिला होला वा घन्टौकेहरू पहिला घन्टौके भाग रे भयो सरी गाई भाग भाग्न घन्टौके आयो मलाई भोक पनि लगाइरहेको घन्टौके रियलाइफ फेरि घन्टौके आएर रहेछ भाग रे सरी घन्टौके मार्नै पर्यो यसलाई त दोहोऱ्याइरहेको मर्न पागल या सरी गाइस या यु सो नथिङ त्यो घन्टौकोले हान्न आएको थियो नि त मेरो हेल्थ किसिम उ त सुँगुरहरूको मासु कम दाइले जम त भोक लगाइरहेछ हेर मेरो हेल्थ बार बिचरा मेरो हेल्थ बार रोइरहेछ क्या माथि ठिकै हो अरे धन्यवाद राति भइरहेछ यार मर्छु म ल म त पनि म तँलाई यार यसरी बनाएर बस्छु घर बनाऊ सन्चेस हेरेर बस्छु रिस्केले त नआयो भने मलाई एरो र चाकमा घोपिदिन्छ गुड नाइट ब्रो Such a beautiful view. आजको लागि सबैजना आजको लागि यति हो प्लिज लाइक एन्ड सब्सक्राइब हजुरहरूले यो भिडियो इन्जोय गर्नुभयो भने र अझै सर्भाइभल स्किल्स यु नो लाइक माइनक्राफ्टको भिडियो बनाउनु छ भने प्लिज सब्सक्राइब पनि गर्नुहोस् लाइक पनि र कमेन्ट पनि गर्नुहोस् बाई बाई युकी आउट